साथीहरू, म चाहिँ आज ड्युटीबाट आएर एकदम नयाँ काम गरिरहेको छु। मैले घिरौँला चाहिँ कहिले पनि फ्रोजन गरेर राखेको थिइनँ क्या। अरू सब्जीहरू करेलाहरू चाहिँ मैले राखिरहेको थिएँ, लौका पनि राखेको थिएँ। अनि त्यस पछाडि घिरौँला चाहिँ कहिले पनि राखेको थिइनँ, बोडीहरू पनि राखेको थिएँ। राम्रै भएको थियो, 1 वर्ष पछाडि पनि खाएको थिएँ। खोर्सानीहरू पनि राखेको थिएँ, 1 वर्ष पछाडि खाँदा पनि राम्रै भएको थियो। तर यो घिरौँला चाहिँ मैले कोर पनि राख्न मलाई खासै मन लागेन। घिरौँलामा पानी धेरै हुन्छ नि त, अनि पानी धेरै भएकोले गर्दा बिग्रिन्छ कि भन्ने जस्तो लागिरहेको थियो मलाई। अनि यसपालि चाहिँ र पनि सुक्खा सुक्खा बनाएर राख्छु भनेर राखिरहेको छु, थाहा छैन के हुन्छ भनेर। घिरौँला चाहिँ कति धेरैजनालाई नपर्ने सब्जीमा पर्छ नि त। मलाई चाहिँ फेरि पहिलेदेखि नै घिरौँला एकदमै मनपर्छ। अनि यसपालि चाहिँ घिरौँला करेला अर्को साल चाहिँ पहिलेको साल चाहिँ करेला एकदमै धेरै फलेको थियो हाम्रो बारीमा। अहिले चाहिँ घिरौँला फल्यो क्या, करेला फल्दै फलेन। करेला पनि मलाई एकदमै मनपर्छ। करेला चाहिँ अगाउँजेली गरे पनि फलेन क्या। अनि यही पोहोर चाहिँ करेला धेरै फलेर करेला राखेको थिएँ। यसपालि चाहिँ घिरौँला धेरै गरौँ अनि घिरौँला राख्न आँटेको। मैले चाहिँ यसलाई पहिले धोइ पखाली गरेर तासेर धोइ पखाली गरेर अनि रुमालले एकदम सुक्खा बनाएर अनि एकछिन हावामा पनि राखेँ। अनि त्यस पछाडि काटिरहेको छु। मैले काटिसकेर चाहिँ फ्रोजन गर्छु यसलाई, अनि अर्को साल खानालाई हुन्छ भनेर। अब कोरियामा त जाडो पनि लाग्न आँट्यो नि त, अब जाडो लाग्छ। अनि जाडोमा त सब बाहिर रोपेको सब्जीहरू त सबै मरिहाल्छ नि त, सबै मर्छ। अनि त्यही भएर फ्रोजन गर्दाखेरि अलिक पछिसम्म खानु पनि मिल्छ भन्ने विचारले फ्रोजन गरिरहेको छु। मलाई चाहिँ यो घिरौँला चाहिँ जति खाए पनि अगाउँदिनँ कि म चाहिँ। कतिजनालाई त घिरौँला मन पर्दैन हेरेर घिरौँला मैले भिडियो बनाएर हालिरहेको हुन्छु। कतिजनाले त मलाई कहिले पनि घिरौँला मन पर्दैन भनेर कमेन्ट गरिरहनु भएको हुन्छ। तर मलाई चाहिँ एकदमै मनपर्छ। यो चाहिँ मैले यसरी युट्युबमा यसरी बोलेर हालेको चाहिँ फर्स्ट भिडियो हो। मैले यसरी कामको भिडियो हालेको चाहिँ थिइनँ प्रायः कहिले पनि, फर्स्ट भिडियो हो। यसरी काम गर्दै गर्दै हालेको चाहिँ। मैले चाहिँ लगभग काटिसकेँ। अब यति धेरै भयो नि। प्लास्टिकमा हालेर अब राख्छु। प्लास्टिक पनि पुग्छ हाल्नलाई, फ्रिजमा चाहिँ अड्छ कि अड्दैन भन्ने भयो कि। अरू पनि सब्जीहरू छ नि त फ्रिजमा फ्रोजनमा राखेको। अब यो घिरौँला चाहिँ यति धेरै भयो। हुन त यो घिरौँला सब्जी पकाउँदा त कति थोरै हुन्छ नि सुकेर, अहिले चाहिँ यति धेरै भयो कि। अब यसलाई मजाले हावा नपस्ने गरेर ब्याग गर्नुपर्छ। अनि त्यस पछाडि घिरौँला चाहिँ यति धेरै भयो। तर यो घिरौँला त्यसै त पानी आइरहेछ, यही त्यति मजाले पुस्दा पनि पानी आइरहेछ। अब यो कस्तो हुन्छ भन्ने चाहिँ थाहा छैन। अघि त्यस्तो मजाले सुक्खा बनाएको, फेरि काट्दा काट्दै पानी निस्क्यो कि। यो घिरौँलाकै पानी हो। अब कतिसम्म बिग्रिने हो कि। कुनै कुनै चाहिँ चाना ठुलो भएछ भनेको होइन रहेछ। मैले चाहिँ काटेको घिरौँलालाई यसरी सबैलाई प्लास्टिकमा एक साथ हुने गरेर पोको बनाएर राख्न आँटेँ। देखिन है। अनि अब यसरी राख्छु एक पोको बनाएर। लगभग 3 छाक हुन्छ होला, 3 छाक होइन 4 छाक जति हुने रहेछ। तर मलाई यो पानी आइरहेछ घिरौँलामा। अघि त सुक्खा बनाएको थिएँ नि त, अनि अहिले पानी आइरहेको घिरौँलामा पानी निस्किरहेछ। मलाई चाहिँ खासै हुन्छ होला जस्तो लागेन। यसरी अलिअलि हावा निकाल्नु भयो खिचेर। म चाहिँ खासै हुन्छ जस्तो त लागेन, र पनि ट्राई गर्न के जान्छ र होइन। ट्राई गर्नु त हो। बिग्रियो भने पनि बिग्रियो, बनियो भने खाने मिठो मानेर। जाडो महिनामा घिरौँला यहाँनिर कोरियामा सब्जी यति धेरै महँगो छ, छक्क पर्ने गरेको छ कि महँगो दाम सुनेरै एकपल्ट बियोस भएर आउने बित्तिकै हुन्छ कुनै सब्जीको त। तिमीहरू जाडोमा त झन् हाउसमुली रोप्नुपर्छ होला, बाहिर हुँदैन, झन् महँगो हुन्छ होला कि अरू बेलाभन्दा
सब्जी, मलाई चाहिँ त्यस्तो लाग्छ। मेरो साथी अस्मिताले रहेछ भने चाहिँ दियोस् हुन्छ होला, त्यही आएको बेला पकाउने, त्यसलाई एकदम घिरौँला मन पर्दैन कि, त्यो आएको बेला यही घिरौँला पकाएर दिने अस्मिता आएको बेला। यसलाई साइडमा राख्ने हो अनि खाने हो। सक्यो। धेरै टाइम लागेन मेरो आज, छिट्टो छुट्टी भएको दिन। हाम्रो चाहिँ अहिले एकदमै व्यस्त छ कम्पनी, छुट्टी नै हुन्न, 7 दिन काम गर्नुपर्छ। आज चाहिँ तर शनिबार र आइतबार चाहिँ 8 घन्टा मात्रै, अरू दिन चाहिँ ओभर टाइम पनि गर्नुपर्छ। यति भन्यो घिरौँला चारवटा पकायो पछि एकदम व्यस्त हुन्छ हाम्रो जाडामा। टक्क आउने, कामबाट आउने, निकाल्ने, अनि आलु काट्ने, पकाउने, खाइहाल्ने, सजिलो। वाउ। तर बिग्रियो भने चाहिँ रुनी।